तपाईँ गृहमन्त्री हो कि कन्टेन्ट क्रिएटर? मलाई इच्छा छैन यहाँ कसैको लागि स्टन्टबाजी गर्नलाई, आफ्नो देशको सेवा गर्न आएको। चलचित्रको नायक जस्तै कहिले एयरपोर्ट, कहिले कता, कहिले उता दौडिरहनु भएको थियो पुरै क्यामेरा बोकेर। र राति एयरपोर्टमा आफै गएको त्यसलाई स्टन्टबाजी भनेर भन्नुहुन्छ भने यस्तो स्टन्टबाजी सबैजनाकोबाट चाहियो आफ्नो नागरिकलाई सेवा गर्नलाई। र पत्रकार मित्रहरूलाई पनि तपाईँले सोध्नु होला, जतिजना मान्छेले त्यसलाई स्टन्टबाजी भन्नुभयो, क्यामेरा लिएर हिँड्छ भनेर। क्यामेरासँग भाग्ने मान्छेहरू हामीहरू, क्यामेरा आएर बोलेको तपाईँले हतपत्त हामीलाई देख्नु हुँदैन। हामी फिल्डमा उत्रेर काम गर्ने मान्छेहरू, हामीलाई त्यति राम्रोसित बोल्नु आउँदैन होला, तर राम्रोसित काम चाहिँ गर्नु आउँछ। यदि साँच्चै उपचार गर्ने उद्देश्य यदि थियो भने आज गणेश नेपालीको मृत्यु हुँदैन थियो। सम्माननीय सभामुख महोदय, सरकारले जति खर्च गर्नुपर्छ खर्च गर्छ, आफ्नो नागरिकलाई बचाउनको लागि गर्छ, किन नगर्ने? पहिला त्यही भिआइपीलाई मात्रै सिक्युरिटी दिन्छ भने आज नागरिकलाई सिक्युरिटी दिनको लागि हरेक बाटोको कुना काप्चामा बसेको थियो। एयर एम्बुलेन्सहरू पुर्याइदिएको भए त्यो एयरपोर्टमा दौडिनेको सट्टा एउटा प्लेन मात्र एयरपोर्टमा पठाएर दिल्ली जान कति लाग्छ? 2 घण्टा। सम्माननीय सभामुख महोदय, त्यतिखेरको कन्डिसन तपाईँलाई थाहा छैन। किन थाहा छैन? किन तपाईँ त्यहाँ पुगेकै छैन। डक्टरसँग कन्सल्ट गर्नु पर्यो, कुरा गर्नु पर्यो। डक्टरहरू हामीले उता इन्डियन साइडलाई पनि हामीले पर्मिसन लिनु पर्यो। राति परिसकेको थियो, पर्मिसन लिन परराष्ट्रलाई हामी परराष्ट्र मन्त्री उठ्नुभयो, परराष्ट्र सचिव उठ्नुभयो, इन्डियन एम्बेसीसँग कोर्डिनेसन गर्नुभयो। इन्डियन एम्बेसीसँग कोर्डिनेसन गरेपछि उताको एम्सको टिमलाई रेडी गर्नु पर्यो। उतापट्टि आउँदाखेरि फेरि यताबाट एयरप्लेनले हाम्रो एयर एम्बुलेन्स स्ट्यान्ड बाईमा राख्यौँ हामीले। म आफै गएर त्यहाँ निरीक्षण गरेँ, किनभने हाम्रो डोमेस्टिक एयरपोर्ट जाने बाटोमा चाहिँ तपाईँको त्यो पिच भएको छैन। त्यो गल्ती हामीले लिनुपर्ने, पिच नभएको। त्यतिखेर हाम्रो गणेश नेपाली त्यही एम्बुलेन्समा जाँदाखेरि हल्लेर केही होला कि भनेर डर लागेर मैले राति नै एयरपोर्टमा गएर 10 नम्बर बेमा लिएर आउनुपर्छ तपाईँहरूले, यतापट्टि सजिलो हुन्छ भनेर हामीले भनेर आएको छौँ। आज गृहमन्त्रीले युट्युबहरू कति चलायो, आज युट्युबमा कन्टेन्ट कति क्रिएटर गर्यो, त्यो महत्त्वपूर्ण कुरा होइन। तपाईँले मिडियाकर्मी साथीहरूलाई सोध्नु होला, कहिले मैले बोलाएको छु मिडियाकर्मी साथीलाई मलाई आएर घेरेर बस्छ भनेर? कहिले भनेको छु मैले? उहाँहरूले आफ्नो कर्तव्य निर्वाह गर्नलाई धेरैवटा प्रश्न गर्नुहुन्छ, त्यही पनि मैले प्रश्न उत्तर नदिकन आफ्नो काममा सुरु हिँड्छु। कति कुरा मैले चिप्लेर बोली, किनभने सदनमा हेर्दै गर्नुहोस् न। म यहाँ उभिनेपछि सबैजना कसरी हेर्नुहुन्छ? अब सुदन गुरुङले गृहमन्त्रीले केही चिप्लाउँछ र त्यसलाई भाइरल बनाउँला भनेर बुझिरहेको हुन्छ। त्यो हो तरिका। आज कर्णालीमा पनि एउटा हेलिकप्टर नपठाएर मान्छेहरूको मृत्यु भयो। कतिपय प्रश्नहरू गर्दै गर्दाखेरि हेलिकप्टरको विषय उठाउनु भयो। समय मध्य मलाई अलिकति समय दिनु होला है, धेरै कुरा मलाई भन्नु मन लागिरहेछ आज। यो हेलीको विषयमा अब धेरै